जापानमा पनि ढुङ्गालाई पुज्ने गर्दो रहेछ। त्यो चाहिँ बल्ल थाहा भयो जापान आएको 4 वर्षपछि चाहिँ। अनि यो हाम्रा बालबच्चाहरू चाहिँ जापानमै जन्मेका हुन्। अनि हामी चाहिँ दिदी बहिनी जेठानी देउरानी साथी मिलेर चाहिँ कावासाकीको पार्कमा हामी घुम्न गयौँ। अनि हाम्रो घुमाइ चाहिँ कस्तो रह्यो त साथीहरू? हेलो सेवा र नमस्ते तपाईँहरू सबैजनालाई फेरि पनि स्वागत छ मेरो अर्को नयाँ मिनी भ्लगमा। अनि यो रहेको छ हाम्रो बसको यात्रा। अनि बसमा चाहिँ मलाई गाडीले यस्तो माछ क्या, अनि मलाई यति रिस उठ्छ क्या भगवान्, मलाई गाडीले चाहिँ मात्न कहिले छोड्छ क्या अरे क्या लास्टमा चाहिँ। अनि मेरो चाहिँ 1.5 महिनासम्म काम बिदा हुँदा चाहिँ घुमाइ चलिरहेको थियो जापानमा चाहिँ। अनि यो चाहिँ रहेको छ पयुङको फल। अनि यो फल चाहिँ हामी नेपालमा हुँदा यति धेरै खान्थ्यौँ कि, अनि मैले चाहिँ टिपेर खाइदिएँ क्या। उतातिर हेरिराख्नु भएको थियो, खासमा चाहिँ यसो टिप्न मिल्दैन, तर पनि मैले ट्राई चाहिँ गरेँ क्या एकचोटि। अब किनभने कस्तो हुन्छ होला भनेर मेरो जिज्ञासा। तर तितो हुँदो रहेछ, हाम्रो नेपाल जस्तो गुलियो हुँदैन रहेछ। अनि भन्दै चाहिँ हामी यस्तो राम्रो ठाउँमा पुग्यौँ, तर यो फुलको नाम चाहिँ के हो मलाई थाहा भएन, तर त्यहाँ सिन देख्न सक्नुहुन्छ यति राम्रो छ। अनि यो ठाउँमा लानुहुने चाहिँ दिदी हुनुहुन्छ, रेनी राई दिदी, अनि अर्को रेखा दिदी हुनुहुन्छ। रेखा दिदीसँग चाहिँ हामी फर्स्ट टाइम भेटेको। अनि फर्स्ट टाइममा चाहिँ रेखा दिदीहरू पनि यो ठाउँमा आउनु भएको रहेछ। अनि त्यो भएको भएर चाहिँ दिदीहरूको काम बिदा हुँदाखेरि चाहिँ हामीलाई पनि बोलाउनु भयो कि जाम भनेर। अनि नानीहरूसँग नभेटेको पनि धेरै भएको थियो क्या, अनि त्यही भएर चाहिँ भेट्न मन लागिरहेको थियो। अनि हामी यो ठाउँमा घुम्न गयौँ दिदीहरूको सहायताले गर्दाखेरि। अनि यहाँ यस्तो राम्रो मन्दिर रहेछ, घन्टी बजिरहेको थियो। अनि किन घन्टी कहाँ बज्छ भनेर हेरेको चाहिँ पुरा घन्टी चाहिँ झुन्झुन्डाइरहेको रहेछ क्या, त्यो हावाले गर्दाखेरि टिङ 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 बज्दो रहेछ क्या भित्र। अनि यहाँभित्र चाहिँ यस्तो त्यो पुरा बालुवा रहेछ क्या, त्यस्तोतिर यो चाहिँ छैन रहेछ। अनि त्यहाँतिर डल्लो के हो त्यो, मलाई यस्तो राम्रो लाग्यो क्या, त्यही भएर मैले भिडियो बनाएको गाइज। अनि बच्चाहरू चाहिँ यति रमाइरहेको छ होइन। कहिले बालबच्चाहरूलाई बाहिर घुमाउन लानु चाहिँ एकदम जरुरत हुन्छ है, किनभने बालबच्चाहरूलाई बाहिर लग्यो भने नराम्रो भन्दाखेरि पनि केही कुरा एउटा न एउटा कुरा सिकेको हुन्छ, जानेको हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। अनि हामी चाहिँ जम्मा 7 जना गएको थियौँ। 7 जनामा 6 जना मात्र छौँ। एकजना कहाँ गयो त? एकजना चाहिँ कहाँ गयो भन्दाखेरि भिडियो बनाउँदै हरायो। कस्तो हुन्छ भन्दाखेरि भिडियो बनाउँदाखेरि चाहिँ सबै एकै ठाउँ नभएर अर्को ठाउँ गइरहेको हुन्छ नि त हामी, त्यही भएर ऊ चाहिँ हरायो क्या। अनि जापानमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि जापानमा पनि ढुङ्गालाई भगवान मान्ने चलन रहेछ। अनि हामीले ढोग्यौँ। अब हाम्रो लागि त भगवानै हुन्छ, हामीले त पुजिरहेको हुन्छ नि त। अनि त्यही भएको भएर अनि मैले चाहिँ यो मन्दिरमा गएँ कि, अनि यो मन्दिरमा गएर हेरेको च्यान जस्तो पनि देख्छु, मन्दिर जस्तो पनि देख्छु क्या। अनि मलाई त यस्तो डर लाग्यो क्या, स्पिडमा भागेँ क्या। अनि त्यसपछि चाहिँ हामी लाग्यौँ छोरी र म उकालोतिर। अनि यहाँ माथि चाहिँ कस्तो छ होला भन्दै हामी चाहिँ गइरहेको छौँ। फेरि फुच्ची डराउँदो रहेछ क्या, माथि गएको के रहेछ भन्दा डाँडामा त घर पो रहेछ। अनि त्यसपछि फेरि तेर्सोतिर लाग्यौँ क्या। अनि उसको आमा चाहिँ उता तल थियो नि त, दिदी उता तल हुनु हुँदाखेरि चाहिँ फेरि उसलाई उता जाऊँ भनेर चाहिँ स्पिडमा कुदिरहेको छ। अनि हामीले चाहिँ यो चाहिँ रहेको छ, यो के भन्दाखेरि यो चाहिँ ठोट्ने हो क्या। चाहिँ हामीले चारो लास्टै चलाउँथ्यौँ क्या। अनि मलाई चाहिँ कति त्यो देख्ने बित्तिकै चारोको याद आउँछ क्या। अनि कति राम्रो फुल पनि यस्तो, मलाई यो फुल चाहिँ लास्टै मनपर्छ। त्यसपछि आइपुग्यौँ हामी यो गेम खेल्नुमा। यो गेमको नाम के हो थाहा छैन मलाई, कुनै पनि गेमको नाम थाहा हुँदैन क्या भन्नै पर्दाखेरि चाहिँ, साँच्चै हो के पनि थाहा हुँदैन। अनि मैले चाहिँ खेल्नु त के खेलेँ, म पनि चढेँ हिँडेँ, तर मलाई केही पनि थाहा हुँदैन क्या। अनि यसमा चाहिँ हुँदो रहेछ कस्तो भन्दाखेरि चाहिँ 6 देखि 12 वर्षको मान्छे मात्रै चढ्न मिल्दो रहेछ। अनि सानो नानी चाहिँ 5 वर्षको थियो, उसले चढ्न मिलेन। अनि बिनु र म त चढ्यौँ। यस्तो रमाइलो भएको थियो कि होइन। उसको त जुत्ता नै चिप्लेन, नचिप्लेपछि त ऊ त बिस्तारै आइरहेको छ कि, लास्टमा जुत्ता नचिप्लेपछि उसको चाहिँ अर्को जुत्ता थियो नि त, मेरो चाहिँ कन्भर्स थियो, मेरो मजाले चिप्ल्यो। अनि यो चाहिँ रहेको छ, मलाई चाहिँ कस्तो त्यो गुडाउनु मन लागेको छ, फेरि बच्चा पढ्नु मन लागेको छ भनेर गफ्थ्यो केटीहरू हाँस्छ। अनि हामीले चाहिँ यहाँबाट भ्यू हेरिरहेको छौँ, यस्तो राम्रो भ्यू के पोखरी यति ठुलो क्या। अनि त्यसपछि चाहिँ हामी आयौँ के गर्नु भन्दाखेरि डोना थापाको अनसोलवाला लुगा चाहिँ लगाएर क्या। अनि अनसोलवाला लुगा चाहिँ हामीले प्रमोसन गरेको है विदेशमा। यसपछि चाहिँ हामी घरमा फर्क्यौँ। अनि रेखा दिदीको घरमा गएर यस्तो मिठो खानेकुरा पकाएर खुवाउनुभयो, थ्याङ्क यू रेखा दिदी। अनि मेरो भिडियो चाहिँ अन्त्यसम्म हेरेर साथ दिनुभयो, तपाईँहरू सबैजनालाई धेरै धन्यवाद दिन चाहन्छु। र यदि मेरो मिनी भ्लग चाहिँ तपाईँहरूलाई राम्रो लाग्छ भने फलो गर्नुहोला भन्दै हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ। बाई बाई।